जरुरी काम थियो होला, तैपनि यहाँको अन्य कार्यक्रमहरू पनि छ मैले बुझेको छु। तैपनि यो कार्यक्रममा यहाँहरू चाहिँ सहभागी भइदिनु भएकोमा हृदयदेखि उज्यालो टाइम्स मिडियाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। 2082 सालको शुभकामना आदान प्रदान पनि भएको हुँदा सुख शान्ति समृद्धि अनि उत्तर प्रगति होस्, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना। 2082 सालले यहाँहरूको सम्पूर्णलाई चाहिँ एकदम उत्तर प्रगति ईश्वर दाहिने रहन् सधैँ भन्दै चाहिँ 2082 सालको हार्दिक मङ्गलमय शुभकामना यहाँ सम्पूर्णलाई टक्राउन पनि चाहन्छु। पनि एकपटक सम्पूर्णलाई स्वागत भन्दै मेरो यो केही भनाइहरू यही बिटबाट चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। उज्यालो टाइम्स मिडिया एन्ड एडभर्टाइजिङ प्रणालीका प्रबन्ध निर्देशक श्री राजेशमान श्रेष्ठज्यूले, राजेशमान श्रेष्ठज्यूले उपस्थित सम्पूर्ण प्रमुख अतिथिज्यू र उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्दै आउँदै गरेको 2082 सालको मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुस्वास्थ्य भइसकेको हुनाले मैले सबै लिन चाहिनँ, सबैलाई सम्बोधन यचित गर्दै हार्दिक नमस्कार गर्न चाहन्छु। म होटल व्यवसाय सङ्घ चितवनको अध्यक्ष लोकनाथ भट्टकृष्ण र यो होटल जङ्गहरूको सञ्चालक पनि हो। र आउँदै गरेको यो हामीलाई शुभकामना आदान प्रदान कार्यक्रममा बोलाएर यो उज्यालो टाइम्सले हरेक वर्ष यसरी नै साथ दिनुहुन्छ र सँगै बसौँ भन्नुहुन्छ, यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। र हामी अब आउँदै गरेको 2082 सालको शुभकामना भन्दै आफ्नो छोटो मन्तव्य यही अन्त। जीवन सोचे जस्तो हुँदैन तैपनि सोच्न बन्द नगरौँ। जीवन सोचे जस्तो हुँदैन तैपनि सोच्न बन्द नगरौँ। जीवन हाम्रो योजना अनुसार पनि चल्दैन। जीवन हाम्रो योजना अनुसार पनि चल्दैन तैपनि योजना बनाउन नछाडौँ। जीवनमा जुन सपना देखेका हुन्छौँ त्यो पुरा नहुन सक्छ तपाईको। जीवनमा जुन सपना देखेका हुन्छौँ त्यो पुरा नहुन सक्छ तपाईको, तैपनि सपना देख्न नछाडौँ। धन्यवाद। चितवन चेम्बर अफ कमर्स छ। यी तीनै संस्थाहरूले चितवनमा रहेर निजी क्षेत्रका विभिन्न कुराहरूमा पहल कदमी गर्ने काम गरिरहेको छ र व्यवसायी साथीहरूलाई परेका दुःख पीर मर्कालाई हामी सामूहिक रूपमा सम्बोधन गरेर सरकारसँग त्यसको निकासका बाटाहरू खोजिरहेका छौँ। संस्थाका संरक्षक श्री कृष्णले यहाँ राकेश दाइले चाहिँ मलाई यस कार्यक्रममा सहभागी हुनको लागि निम्ति आउनुभएको उहाँलाई मुरी धन्यवाद टक्राउँदै नव वर्ष 2082 को शुभकामना आदान प्रदान एवं वृत्तपत्र क्यालेन्डर विमोचन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म फेरि पनि हार्दिक नमन व्यक्त गर्दछु भन्दै यो आउँदै गरेका 2082 साल जो हाम्रो सबैको लागि उत्तरोत्तर प्रगति, उन्नति, स्वास्थ्य, दीर्घायुको लागि म कामना गर्दै यहाँहरूमा म नयाँ वर्षको शुभकामना व्यक्त गर्दै राष्ट्रिय परिस्थितिहरूले त्यसको ज्वलन्त प्रभाव हामी मिडियाहरूमा पनि परेको छ र मिडियाहरूमा जुन समस्या छ त्यो तपाईहरु व्यवसायहरूमा परेको समस्याको प्रभाव हो त्यो। किनकि हिजो व्यवसाय राम्रो हुँदै गर्दाखेरि मिडिया उद्योगहरू पनि फस्टाएका थिए, मिडिया पनि राम्रो तरिकाले चलेका थिए, मिडियामा काम गर्ने सञ्चार माध्यम र सञ्चार कर्मीहरूको पनि तपाईको जीविका निर्वाहको बाटो राम्रो थियो। तर अहिले जब उद्योग व्यवसायमा तपाईको शिथिलता छाउँदै गयो त्यसको प्रभाव प्रत्यक्ष हामीमा पनि परेको छ र हामीमा पनि तपाईको मिडिया कर्मीहरू कटौती गर्नुपर्नेदेखि लिएर मिडिया नै चल्ने कि नचल्ने भन्ने अवस्थामा सुद्धा आइपुगेको अवस्था छ। यस्तो अवस्थामा पनि चितवनका उद्यमी व्यवसायहरू तपाईहरूले जुन उज्यालो टाइम्स मिडियालाई जुन माया दिनुभएको छ यो साँच्चै नै एउटा लोभलाग्दो अवस्था छ र यो अलिकति हामी पत्रकारिता क्षेत्रमा काम गरिरहेकाहरूले एउटा गौरव गर्न पर्ने ठाउँ पनि रहेको छ। र अहिले उज्यालो मिडियासँग राजुजीसँगको मेरो सम्बन्ध भनेको धेरै पुरानो सम्बन्ध हो। उहाँ र मेरो झन्डै पत्रकारिता हामी समकक्षी नै हो, एउटै तहमा सुरु गरेका हौँ र उहाँले जुन यो पत्रकारितालाई जुन उहाँले समय दिनुभएको छ यो समयले चाहिँ साँच्चै भन्ने नि उहाँको एउटा गुण चाहिँ के हो भने उहाँ आफै डेस्कटपको काम अथवा कम्प्युटरको काम आफै गर्न सक्नुहुन्छ, समाचार आफै लेख्न सक्नुहुन्छ र सम्पादनको काम पनि आफै गर्न सक्नुहुन्छ। जसले गर्दाखेरि अहिले 3 चरणको काम एकैजना व्यक्तिले गर्दाखेरि तपाईको यो पत्रिका बाहिर निस्किन सक्ने अवस्था रहन्छ। अथवा अरू पत्रकारहरूलाई जस्तै मैले पत्रिका निकाल्नु पर्यो भने मैले कम्प्युटर टाइपिस्ट
हायर गर्नुपर्ने हुन्छ, सम्पादक हायर गर्नुपर्ने हुन्छ होइन, अथवा समाचारदाता हायर गर्नुपर्ने हुने होला। तर यो संयोजन चाहिँ तपाईँको राजु भाइले चाहिँ सबै आफै गर्न सक्नु भएको छ, जसले गर्दाखेरि पनि पत्रिका निरन्तरताको लागि लामो समयसम्म पत्रिका निरन्तरताको लागि चाहिँ के अरे निरन्तर आइरहेको छ। नत्र भने धेरै पत्रिकाहरू तपाईँको चितवनमा आए गए, कतिलाई थाहा नै छैन विगतमा कुन पत्रिकाहरू छापिन्थे भन्ने कुरा। गोपाल दाइलासम्म अलिकति तपाईँ किन पुरानो दाइ हामीसँगै पत्रकारितामा लाई माया गर्ने हुनुहुन्छ अगाडिदेखि नै, त्यो भएर गोपाल दाइलासम्म पुराना पत्र पत्रिकाहरूको बारेमा केही जानकारी छ। तर हामी धेरैलाई यो के अरे मै 25 वर्ष जति भइसकेको छ चितवनको पत्रकारितामा काम गर्न थालेको। यद्यपि मलाई पनि तपाईँको कति पत्रिका आए कति गए त्यसको तपाईँको ज्ञान अझै तपाईँको नहुन सक्छ। तर त्यो अवस्था छ कि अहिले पनि तपाईँको के भने मिडिया, चाहे रेडियोलाई भन्नुहोस् चाहे तपाईँ पत्र पत्रिकालाई भन्नुहोस्, अहिले त झन् तपाईँको यो अलिकति तपाईँको यो भिडियो मिडियाले गर्दाखेरि, तपाईँको डिजिटल मिडियाले गर्दाखेरि बढी मात्रामा तपाईँको यो के अरे पेपर अथवा अनलाइनहरूलाई पनि अब पछाडि पार्ने अवस्था आइसकेको स्थिति छ। अब समय र प्रविधिसँग खेल्न पर्ने सञ्चार माध्यमको पनि बाध्यता छ। त्यसले गर्दाखेरि अब समय सापेक्ष यो उज्यालो टाइम्स मिडिया पनि तपाईँको समय सापेक्ष प्रगति हुँदै जाओस् र यो जुन उज्यालो टाइम्स मिडियाले भित्तेपात्रो हरेक वर्ष प्रकाशन गर्छ। अहिले राजुभाइले साइडमा छुटुक्क भन्नुभएको थियो मैले आगो जति विज्ञापन राख्न सकिनँ दाइ भनेर। भनेपछि यो भनेको त के हो भने माया व्यवसायीहरूले अथवा तपाईँको उद्योगहरूले तपाईँलाई माया गर्नुभएको छ, त्यो मायालाई बचाएर राख्न सक्नुहोस्। यो नै तपाईँको सबैभन्दा एउटा मिडिया सञ्चालकका लागि सबैभन्दा ठुलो सम्पत्ति हो। हामी मिडिया चल्न सक्दैनौँ। मिडिया पनि तपाईँको एउटा अभिन्न अङ्गको रूपमा तपाईँहरूले लिएर यसलाई चाहिँ अगाडि बढ्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रमको सफलताको शुभकामना सहित आज भित्तेपात्र क्यालेन्डर प्रकाशन भएको छ। यसमा सम्पूर्ण सहयोगीदाताहरू जुन हामीलाई यो होटेल स्थान उपलब्ध गराउनु भएको छ, यसका सञ्चालक लगायत र विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्ने दाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यो आजको यस कार्यक्रम यहाँ समापन भएको घोषणा गर्दछु। धन्यवाद। मोबाइलका मेरा साथी पनि हुनुहुन्छ उहाँ सुरज पौडेलज्यू, स्नो वाइट जुन हामीसँग जोडिनु भएको छ, साइन्स क्रुजका सञ्चालकज्यू मन्जिल शर्माज्यू, हाम्रा यस कार्यक्रममा धेरै सँगै जोडिएर औरात हामीलाई सहयोग गर्ने बहिनी जुन हामीले भन्न चाहिँ हामीले आफ्नो परिवारको सदस्यमा जोडेका छौँ, हिपा पाठकज्यू, त्यस्तै आचार्यज्यू, राजकुमार श्रेष्ठज्यू, व्यवस्थापक राधा शर्माज्यू, त्यसै गरी हाम्रा उज्यालो टाइम्सलाई माया गरेर हरेक समयमा सहयोग गर्नुहुने डाइनामिक कन्स्ट्रक्सन प्रणालीका Happy birthday to you, dear Basanta. Happy birthday to